मेरो हातमा देखिरहनु भएको सूचना विभागको यो प्रेस कार्ड बिक्रीमा छ। हो, तपाईले सही सुन्दै हुनुहुन्छ। सूचना विभागले जारी गर्ने यो प्रेस कार्ड तपाई पनि पैसाले किन्न चाहनुहुन्छ भने प्रहरी वृत्त कालीमाटीका प्रहरीसँग सम्पर्क गर्न सक्नुहुन्छ। पत्याउनु भएन? त्यसो हो भने यो भिडियो हेर्नुहोस्। हाम्रो काम गर्न दिनु के हामी यस्ता कार्ड हामी किनेर लिएर आउँछौं। ल्याउन नि त। कार्ड हामीले पाउँदै थियो। महानगरी प्रहरी वृत्त कालीमाटीका प्रहरीहरू सूचना विभागको प्रेस कार्ड किनबेच गर्ने काम मात्रै गर्दैनन्। सूचना विभागको कार्ड देखाएरै फिल्डमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई जुरुक्क उठाएर प्रहरीको भ्यानमा जबरजस्ती कोचेर एउटा कोठाभित्र लगेर थुनेर राख्ने काम समेत गर्छन्। भिडियोमा आफूलाई पत्रकारको रूपमा चिनाइरहेका यो प्रेसलाई के गरेको? हामी सूचना विभागको परिचय पत्रधारी पत्रकारहरू हौं भनेर चिच्याइरहेका ती पत्रकार को हुन्? तपाईले चिन्नु भएको छ? हो, त्यसरी चिच्याइरहेका ती पत्रकार हामीहरू नै हौं। हामी अर्थात् त्यसमध्ये एकजना मटेकमान साकिय। रिपोर्टिङ गर्दा गर्दै हामीलाई प्रहरीले जुरुक्क उठाएर भ्यानमा राखेर कहाँ पुर्यायो, कहाँ लगेर राखियो अनि त्यसपछि के भयो? भिडियो अन्तिम समय हेर्नुहोला। सुरुमा यो घटनाबारे विभिन्न सञ्चार माध्यमले तयार पारेका भिडियो रिपोर्टहरू हेरौं। परिचय पत्र खोसेर पत्रकारमाथि धरपकड। सुरुमा प्रहरीले केही व्यक्तिमाथि हातपात र बलजफ्ती गरिरहेको दृश्य देखिन्छ। लगत्तै एकजना व्यक्तिले अलि आत्तिएको शैलीमा भन्छन्, म प्रेस हो सर, आइडी देखाउँछु। त्यसपछि प्रहरीले यही कोलाहालमा जवाब दिन्छन्, के को प्रेस हो? अहिले प्रेस तेरा भन्दै मुड्की छुर्क्याएर एकजना प्रहरीका इन्स्पेक्टर आउँछन्। पीडितलाई बुट बजार्ने यी प्रहरीको भिडियो क्यामेरामा कैद भएको देखेपछि उनी स्वयं पत्रकारहरूमाथि जाइ लागे। पत्रकारले आफ्नो आइडी कार्ड देखाए, त्यो पनि नेपाल सरकारबाट मान्यता प्राप्त सूचना विभागबाट जारी परिचय पत्र। डीएसपी नरहरी अधिकारीको अगाडि उपर खुट्टी लगाएर बस्ने यी व्यक्ति हुन् प्रहरी निरीक्षक वीरबहादुर सुनार। कालीमाटी प्रहरी वृत्तमा कार्यरत रहेका उनको काम प्रहरी इन्स्पेक्टरको मात्रै छैन, बेला बखत आइपरेको खण्डमा सूचना विभागको कार्ड किनबेच गर्ने धन्दा समेत चलाएर हिँड्छन् उनी। तर सूचना विभागबाट जारी भएको यस्तो प्रेस प्रतिनिधि प्रमाणपत्र पैसामा किनेर ल्याइदिन सक्छौ भन्दै सुरक्षाकर्मीले पत्रकारमाथि धम्कीको भाषा बोल्दै आइडी कार्डै खोसे। पत्रकारिताको 15 वर्षको अवधिमा मैले यो हदसम्मको ज्यादती कहिले पनि भोग्नु परेको थिएन। जुन घटना 2080 सालको फागुन महिनामा भएको थियो, अहिलेसम्म पनि यो घटनाबारे आवश्यक छानबिन गर्नका लागि कोही कसैले पनि तदारुकता नदेखाएको कारण यो भिडियो बनाउन बाध्य भएको छु। सम्बन्धित निकाय समेत मुख दर्शक बनेर बसेको देख्दा साँच्चै नै सूचना विभागले जारी गर्ने प्रेस कार्ड यसरी नै किनबेच हुने रहेछ कि कसो भन्ने लागिरहेको छ। होइन भने किन सबै चुपचाप? हामी वैदेशिक रोजगार विभागको प्राङ्गणमा थियौं। दलालहरूले आफूहरूलाई ठगेको भनेर एक हुल पीडितहरू विभागकै प्राङ्गणमा आइपुग्छन्। उनीहरू को हुन्, कसबाट ठगिएका हुन्, केही थाहा थिएन। वैदेशिक रोजगारीको नाममा करोडौं रुपैयाँ ठग्नेहरूलाई विभागबाटै संरक्षण भइरहेको भनेर उनीहरू आक्रोशित हुँदै थिए। अवस्था अलि असहज बन्दै गइरहेको थियो। प्रहरीहरू उनीहरूमाथि धरपकड गर्न अघि सर्दै थिए। लाग्थ्यो कि धरपकड गरेर पीडितहरूलाई थप आक्रोशित बनाउने काम प्रहरीहरूबाटै भइरहेको थियो। हामीले क्यामेरा निकाल्ने बित्तिकै त्यहाँ रहेका प्रहरीहरू हामीमाथि खनिन थाले। त र मम गर्दै मुड्की सुर्क्याउँदै हामीलाई दृश्य कैद गर्न रोक्न खोजे। अनि मैले सूचना विभागको कार्ड देखाएँ। म सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधिको प्रमाणपत्र भएको पत्रकार हुँ। हामीलाई हाम्रो काम गर्न दिनुस्। हामी हुलदङ्गा गर्न आएका पनि होइनौँ, हाम्रो त्यो काम पनि होइन। मात्रै हामी पेशागत धर्म निर्वाह गर्दैछौँ। तर एक्कासी हाम्रो हातबाट प्रेस प्रतिनिधिको प्रमाणपत्र खोज्ने काम भयो। प्रेसलाई तपाईहरु हस्ताक्षर गर्नुहुन्छ, हाम्रो कार्ड दिनु नि यार। किन कार्ड? उहाँले लिएर जानु भएको छ। सुन, कार्ड दिनु त। कार्ड दिनु सर। ए सर,
सरकारी कहाँ जाँदैन। यसै क्रममा एकजना प्रहरीले यस्ता प्रेस कार्डहरू त गल्ली गल्लीमा किन्न पाइने कुरा गरे। हामीले मात्रै भनेका थियौँ कि हाम्रो पत्रकारको परिचय पत्र फिर्ता दिनुहोस्, हामीलाई हाम्रो काम गर्न दिनुहोस्, न त हामीले पीडित चिन्छौँ न त पीडक नै। साँच्चै हो त के अब प्रहरीहरूले पनि प्रेस पास पनि किनबेच गर्न थालिसकेको हो र? नत्र भने कालीमाटी प्रहरी ब्रिडबाट खटिएका प्रहरीहरूले यस्ता कार्डहरू त पैसाले किन्न सक्छौँ भनेर किन भन्न सकेका थिए होलान्? यस्ता कार्ड हामी किनेर लिएर आउँछौँ। कार्ड हामीले पाउँदैन थियो। हामीले हाम्रो काम गर्न दिनु न यार। एकैछिनमा हामीलाई हाम्रो प्रेस कार्ड फिर्ता दिनेमा हामी ढुक्क थियौँ, तर परिस्थिति झन् अर्कै बन्न पुग्यो। कालीमाटी प्रहरी ब्रिडबाट खटिएका प्रहरीहरूले हामीलाई कसैले हात त कसैले खुट्टा समाएर झ्याइकुटी बनाएर प्रहरीको भ्यानमा कोचाकोच पारे। यस्तो गर्न पाइन्छ? फिल्डमा पत्रकारिताको धर्मनिर्वाह गरिरहेको पत्रकारलाई प्रहरीले सिधै भ्यानमा कोचाकोच गरेर लैजान मिल्छ? त्यो समय दृश्य कैद गरिरहेको क्यामेरा बाल बचाउन सफल भयौँ। हामीलाई प्रहरीले भ्यानमा राखेर कहाँ लैजाँदैछन्, किन लैजाँदैछन् केही थाहा छैन। प्रहरीले हामीलाई जबरजस्ती भ्यानमा राखिसकेपछि यो दृश्य हेरौँ। यो प्रेसमाथिको हस्तक्षेप हो। यो सूचना विभागको कार्ड देखाउँदै तपाईँहरूले गर्न खोजेको के हो? यो प्रेसमाथि यस्तो गर्न मिल्छ? यस्तो गर्न मिल्छ? होइन, गर्न खोजेको के हो? फिल्डमै रिपोर्टिङ गर्दै गर्दा जबरजस्त प्रहरी भ्यानमा राखेर हामीलाई कालीमाटी प्रहरी ब्रिडमा पुर्यायो। त्यहाँ पुगेपछि पनि हामीले प्रहरीहरूलाई प्रश्न गरिरह्यौँ, सर हामी प्रेसको मान्छे, हामीलाई किन यसरी ल्याउनु भएको? हामीले केही पनि बुझ्न सकेनौँ, यतिसम्म कि हामीलाई कालीमाटी प्रहरी ब्रिडमा समेत क्यामेरा मोबाइल सबै बन्द गर्न लगाइयो। होइन, हामीलाई चाहिँ यो प्रेसलाई प्रेस भनिरहेछौँ हामीले, होइन हामीलाई किन ल्याइरहेछ क्या सर? हामी प्रेसको मान्छे, हामी किन बन्देर राख्नु सर? कस्तो कुरो गर्नुभएको? यस्तो पनि हुन्छ र? पत्रकारले आफ्नो ड्युटी गरिरहेका थिए, सिधै हस्तक्षेप गरेर प्रेस कार्डले खोसेर त्यतिले नपुगेर प्रहरी भ्यानमा राखेर प्रहरी ब्रिड पुर्याउनेसम्मको प्रहरीहरूको यो हदसम्मको दादागिरी किन हो? कालीमाटी प्रहरी ब्रिडका प्रहरीहरूले देखाएको यो गुण्डागर्दी शैली कहाँसम्मको हो? हामीलाई दिनभर कालीमाटी प्रहरीको एउटा बन्द कोठाभित्र थुनेर राखेर बेलुकीतिर मात्रै छाडियो। पत्रकारलाई यो हदसम्मको समाचार सङ्कलनमा हस्तक्षेप र धरपकड गर्नु कहाँसम्मको जायज थियो? त्यसबेला प्रहरीको कमान्ड सम्हाल्ने पात्र थिए कालीमाटी प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि अधिकारी। उनको अगाडि समेत हामीलाई धरपकड गर्ने प्रहरी मै हुँ भन्दै नाइके पल्टिँदै थिए। उनलाई अझै पनि लाग्दै थियो कि पत्रकारलाई धरपकड गरेर हामीले ठुलै युद्ध जितेर आयौँ। गल्तीलाई ढाकछोप गर्नलाई कसैले पनि सक्दैन सर, होइन? तपाईँले अहिले ढाकछोप गर्न सक्नु होला, त्यहाँको फुटेज होला, के होला, हरेक कुराहरू होला, होइन? तर तपाईँहरूको टिमबाट चाहिँ एउटा चाहिँ हामीले पत्रकार हो भनेर हामीले चिनाइसकेपछि चाहिँ पत्रकार हो सर, पत्रकार प्रेस हो सर, हामी प्रेस हो भन्दाखेरि तपाईँहरूले त्यस्तो धरपकड गर्न हुँदैन थियो क्या सर? यसरी प्रहरीले धरपकड गर्न पाउँछ कि पाउँदैन भनेर मैले त्यति बेला तत्कालीन नेपाल प्रहरीका प्रवक्ता भीम ढकाललाई सम्पर्क गरेको थिएँ। प्रहरी प्रशासनले सूचना विभागको प्रेस कार्ड किनबेच गर्न सक्छ कि सक्दैन भनेर प्रश्न गरेको थिएँ। प्रहरी प्रशासनले चाहिँ यस्तो सूचना विभागको कार्ड चाहिँ किनेर ल्याइदिन सक्छौँ, किन्न सक्छौँ, उनीहरूले यो काम गर्न सक्छ र सर भनेर? सक्दैन भनेकै यदि हो भने त्यो ठिक होइन। त्यो भनेकै हो सर, बकाइदा भनेकै हो, हामीले पब्लिस पनि गरेका छौँ सर। सुन्नुहोस् न, त्यो विषयमा तपाईँले त्यहाँको हाम्रो त्यहाँको कार्यालय प्रमुख छन् नि, हजुर, त्यो तपाईँले चाहिँ त्यो कम्प्लेन त्यहाँ राख्नुहोस्, होइन? हजुरहरूले चाहिँ इनिसिएसन लिनुहुन्छ कि हुन्न भन्ने कुरो मैले यो लिएर त तपाईँलाई भन्दैछु त। हजुर, तपाईँले जुन जसको कमान्डमा छन् नि कर्मचारी, होइन, जसले भन्नुभयो नि, त्यो कमान्डरकै जिम्मेवारी हो कि उनीहरूको डिसिप्लिन, उनीहरूको काम कारवाही हेर्ने जो कमान्डर छ नि त, होइन? त्यहाँबाट चाहिँ हेरिएन भन्यो अनि माथिल्लोमा चेन अफ कमान्ड अनुसार आउँछ, होइन? उहाँको जिम्मेवारी त्यो पनि हो नि त, होइन? आफ्नो स्टाफहरूको काम कारवाही रेखदेख गर्ने, काममा लाउने, डिसिप्लिन बाहिर गयो भने राइट ट्र्याकमा राख्ने त्यहाँको कार्यालय प्रमुखको जिम्मेवारी हो नि त, होइन? त्यो कुरो तपाईँले मलाई नोटिसमा राख्नुभयो, मेरो नोटिसमा रह्यो त्यो कुरा। अब त्यहाँ तपाईँले एकचोटि त्यहाँको कार्यालय प्रमुखलाई चाहिँ तपाईँले भेट्नुहोस्। त्यो ठिक त होइन नि सर, हो कि भन्नु त? ठिक होइन। हामीमाथि हद नै पार गरेर भएको
यो घटनाको भिडियो मैले काठमाडौँ प्रहरी परिसर टेकुमा रहेका त्यति बेलाका एसपी नवराज अधिकारीलाई पनि पठाएँ। उनले त्यो भिडियो हेरे पनि, तर यसबारे पछि कुरा गर्ने भनेर फोन राखिदिए। पछि यो घटनाबारे कहिले पनि कुरा उठाउन सकिएन। हेर्नुभयो सर भिडियो? म टेकमा के हो त सर? यो त यो भन्न मिल्ने कुरा हो त सर? यो अब यो चाहिँ हजुरहरूले एक्सन लिनुहुन्छ कि? पछि मैले हामीमाथि हद पार गरेर नै दुर्व्यवहार गर्ने प्रहरीहरूलाई तपाईँले के कस्तो कारबाही गर्नुभयो त भनेर तत्कालीन समयमा कालीमाटी प्रहरी वृत्तको कमान्ड सम्हालेका नरहरी अधिकारीसँग सोधेको थिएँ। तर उनले त्यति बेला हामी हेर्दैछौँ, अनुसन्धान गर्दैछौँ, दोषीलाई कारबाही गर्छौँ भनेर यो घटनालाई ढाकछोप गर्ने काम मात्रै गरिरहे। अहिलेसम्म पनि यो घटनाबारे हेरिरहेको मात्रै हो कि खै के हो कुन्नी विभागीय कारबाही गरेको सम्मको समाचार सुन्न पाइएन। सम्झाउँछु भने नि त मैले भनेको सम्झाउने मात्रै, अरू केही एक्सनहरू केही लिनुहुन्न नि सर? होइन त्यसपछि हुन्छ हेर्नु सम्झाउँछु, त्यसपछि के हुन्छ? हजुर हजुर सम्झाउँछु सर। तपाईँले चपाएर नबोल्नु न सर। तपाईँले यो इनिसिएसन लिने नलिने भन्नु त सर, त्यो कुरो चाहिँ चपाएर होइन। मैले के चपाउनु छ र? मलाई नचपाउने कुरै छैन सर। नेपाल प्रहरीले सर प्रहरी प्रशासनको प्रहरीको वर्दीमा चाहिँ सूचना विभागको कार्ड चाहिँ हामी पैसाले किनेर ल्याइदिन सक्छौँ भनेर चाहिँ भनिरहेको छ बकाइदा भिडियोमा। अनि तपाईँ चपाएर बोल्नुहुन्छ सर? जवाब दिन नसक्नु कि सर? तपाईँले किन फोन काट्नु भएको सर? कसले भन्यो भन्ने त्यहाँ होइन, जसले भने पनि तपाईँको टिमको मान्छेले भनेको हो म इनिसिएसन लिन्छु, म एक्सन लिन्छु भन्नुहुन्छ कि त? सर सुन्नु न, त्यो ठिकै छ। कसले भन्नुभयो? तपाईँको टिममा तपाईँहरू सल्लाह गर्नु होला सर, होइन? त्यो कुरा मिस्टेक हो कि होइन मलाई त्यति मात्रै भनिदिनु नि सर। कुन कुरा? त्यो चाहिँ कसले भनेको छ भनेको होइन, त्यहाँ अरू मान्छे पनि छ, पुलिसले भन्यो कि या त अरूले भन्यो कि भनेको त तपाईले बुझ्नु पर्यो नि त सर। धरपकड अरूले गर्छ सर, पुलिस प्रशासनले चाहिँ त्यस्तो गरिरहेको छ अनि अरूले धरपकड गर्छ सर। तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ क्या? होइन है, त्यो भन्नुपर्ने कुरा होइन, त्यस्तो भन्न मिल्ने होइन। तर कसले भन्यो भन्ने कुरा तपाईँले बुझ्नु पर्यो नि त। हो त्यो तपाईँले बुझ्नु, तर त्यो गलत हो कि होइन तपाईँले भन्न सक्नुहुन्छ नि सर। कसैले पनि भन्न मिल्दैन त्यो त। तपाईँको कार्डको मिल्दैन, हाम्रो कसैको कार्ड पनि त्यो त कसै अनावश्यक कुरा गर्न आवश्यकै छैन। माथिल्लो तहसम्मकै प्रहरी अधिकारीहरूलाई यो घटनाबारे जानकारी छ। सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधिको प्रमाणपत्र नै किनबेच गर्ने कुराले यो प्रश्न प्रेस प्रतिनिधिको प्रमाणपत्र जारी गर्ने सूचना तथा प्रसारण विभागमाथि समेत उठाउनु पर्ने भयो भन्ने लाग्यो। कतै भित्रै सूचना विभागकै अधिकारीहरूको मिलेमतोमा यस्तो काम भएको हो कि भन्ने पनि लाग्यो। अनि मैले सम्पर्क गरेँ सूचना विभागका तत्कालीन निर्देशक भरत गौतमलाई। उनलाई मैले फोन गरेर यो विषयमा अवगत गराउनु भन्दा पहिले नै उनी यो घटनाबारे जानकार भइसकेका रहेछन्। यो भिडियो मैले हेरिसकेँ, म त बल्टी हिसाबलाई कुरा गरिसकेँ है। भिडियो त्यो यो त पैसा तिरेर जमिन बनाउँछ भन्ने खालको सबै कुरा मैले हेरेर हिसाबलाई सबै रिपोर्टिङ गरेँ मैले। त्यहाँ तपाईँलाई अब त्यो गाडीमा चढाएर पनि लगेको होइन, त्यहाँ पनि बोलेको थियो। अनि मैले यस्तो भएछ वैदेशिक रोजगारहरूमा अब त्यो हाम्रो पत्रकारहरूलाई त्यहाँ सूचना विभागको कार्ड भएकालाई उनीहरूले प्रहरीले कार्ड पनि लैदिएर कार्ड पनि नदिएको अवस्था, अनि उल्टै उनीहरूलाई गाडीमा भ्यानमा हालेर लगेको अवस्था छ होइन। हाम्रो कार्ड किन लगेको, हामीलाई किन भ्यानमा हालेको भनेर पुरै गरेको सबै गरेको त्यो सबै मैले भिडियो हेरेँ क्या। हेरेर मैले तल भनिसकेँ। पत्रकार महासंघलाई पनि यो विषयबारे अवगत गराइयो, किनभने पत्रकार महासंघ पत्रकारहरूकै अभिभावक संस्था हो। पत्रकारहरूलाई परेको समयमा एउटा विज्ञप्ति मात्रै भने पनि निकालिदिन्छ भन्ने हामी जस्ता सामान्य पत्रकारहरूको बुझाइ र आशा पनि हुन्छ। तर पत्रकार महासंघले 2 दिनपछि मात्रै विज्ञप्ति प्रकाशित गर्यो, त्यो पनि लास छोप्नका लागि। यति विज्ञप्ति प्रकाशित गर्नका लागि पनि मैले पत्रकार महासंघका पदाधिकारीहरूलाई कयौं पटक ढोग्नु पर्यो। त्यसरी ढोग्दा पनि पत्तो नचलेर पार्टीका झोले, पार्टीका वफादार सिपाहीहरू के हो के भनेर रिस नै पोख्नु पर्यो। जुन समयमा म पनि पत्रकार महासंघकै एक सदस्य थिएँ। पत्रकार महासंघ अन्तर्गतको गोर्खा एफएम प्रतिष्ठान मार्फत सदस्य बनेको नै आजभन्दा 12 वर्ष अघि 2068 सालतिर नै हो। तर कुनै पनि पार्टीको झण्डा नबोकेको कारण महासंघले हाम्रा लागि एउटा विज्ञप्ति प्रकाशित गर्न समेत 2 दिन लगायो। जे होस्, ढिलै भए पनि यतिको विज्ञप्ति निकालेर लाज छोप्न सफल भएकोमा पत्रकार महासंघलाई धन्यवाद नै भन्नुपर्छ। बरु फ्रिडम फोरमले मलाई फोन नै गरेर घटनाबारे जानकारी लिने काम भयो भने उसले प्रेस विज्ञप्ति मार्फत नै तत्कालै ऐक्यबद्धता जनाउने काम गरिहाल्यो। यो विषयले थोरै भए पनि खुसी प्राप्त भयो। तर राजनीतिक दलहरूबाट परिचालित पत्रकार महासंघका तत्कालीन अध्यक्षदेखि महासचिवसम्मले हाम्रो पीडामा मलमपट्टि लगाउन सक्षम देखिएनन्। यो घटनाले सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधिको प्रमाणपत्रमाथि समेत प्रश्न उठाएको छ। मेरो बारेमा केही बोल्नु परेन, हामी जस्ता श्रमजीवी पत्रकारहरूको बारेमा बोल्नु परेन, तर
तर सूचना विभागको प्रेस पासमाथि उठेको प्रश्नबारे भने सम्बन्धित निकायले बोल्नुपर्ने थियो, तर खै कसको दबावमा मुख खोल्न नसकिएको हो, अहिलेसम्म पत्तो पाउन सकिएको छैन। कालीमाटी प्रहरी विरुद्धका प्रहरीहरू भने यस्ता कारहरू पैसाले किन्न सक्छौँ भनेर धम्की दिन्छन्, कार नै जफत गर्छन्, सूचना विभागको कारलाई कागजको खोस्टो बनाइदिन्छन्। कागजको खोस्टो नबनाउन् पनि कसरी? यसरी प्रेस प्रतिनिधिको प्रमाणपत्र खोज्ने, पत्रकारहरूलाई धरपकड गर्ने, ड्युटीमा रहेका पत्रकारहरूको काममा अवरोध गर्नेहरूलाई कारबाही गर्ने त्यस्तो कुनै अहिलेसम्म कानुन नेपालमा बनेको छैन। यसको मतलब नेपालमा पत्रकारहरूमाथि जस्तो सुकै ज्यादती पनि गर्न पाइने रहेछ भन्ने सूचना तथा प्रसारण विभागका निर्देशक एवं प्रवक्ता पूर्णिमा उपाध्यायको भनाइले नै पुष्टि गर्छ। अब ठ्याक्कै पत्रकारको परिचय पत्रकोमा चाहिँ त्यस्तो प्रोटेक्सनको एप्रोचबाट कहीँ कतै राखेको देखिएन सर। र भएकै व्यवस्थाहरूमा चाहिँ ठ्याक्क त्यो परिचय पत्र बाहेक पत्रकारहरूलाई पनि भन्ने त्यो शब्दावली मात्रै परे पनि पुग्छ होला, तर ठ्याक्कै त्यो पत्रकार भन्ने वर्ड चाहिँ व्यक्ति चाहिँ वर्ड रहेछ के। वैदेशिक रोजगार विभागमा रिपोर्टिङको क्रममा हामीमाथि भएको त्यो घटना हाम्रो व्यक्तिगत विषय मात्रै थिएन। सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधिको प्रमाणपत्र नै खोज्नेदेखि यो प्रमाणपत्रमाथि नै धावा बोल्ने काम भएको थियो। तर न त सूचना तथा प्रसारण विभागले यसको इनिसिएसन लिन सक्यो, न त नेपाल पत्रकार महासङ्घले नै। मात्रै अन्यायमा परिरहेका छौँ हामी जस्ता सयौं श्रमजीवी पत्रकारहरू। बरु यो घटनाले एउटा प्रश्न जन्माइदिएको छ कि सूचना तथा प्रसारण विभाग समेत चुप लाग्नुको पछाडि कतै विभागभित्रैबाट अनधिकृत रूपमा प्रेस कार बिक्री हुने गरेको त छैन? त्यही आधारले कालीमाटी प्रहरी वृत्तका प्रहरीहरूले त्यसरी यस्ता कार त पैसाले किनेर ल्याउन सक्छौँ भनेका त होइनन्। यसको जिम्मा कसले लिने हो? श्रमजीवी पत्रकारहरूको यो पीडा कसलाई पुग्ने हो? कतै यसै गरी सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधिको प्रमाणपत्र चोक चोकमा खुलमखुला किनबेच हुने गरेको रहेछ कि? म अहिलेसम्म पनि यो विषयमा बेला बखत घोत्लिरहन्छु, जवाफ अझै पाउन सकिरहेको छैन। अर्को भिडियोमा नयाँ विषयसहित उपस्थित हुनेछौँ। आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै भनिदिनुहोला। तपाईँ हामीसँग अहिलेसम्म जोडिनु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। नमस्कार।